आइए दोस्तों, आप सभी लोगों को तहे दिल से स्वागत करते हुए 101 ईयर्स मेरे दादी माँ के बारे में कुछ बातें शेयर करने के लिए इस वीडियो के जरिए आप लोग तक पहुँचा हूँ। और आज मैं बेहद खुश हूँ क्योंकि ये वीडियो मैं आप लोग तक पहुँचा रहा हूँ 101 ईयर्स की उम्र में भी मेरी दादी माँ कैसे जीवन जी रहे हैं। आइए दोस्तों, इस वीडियो में देखते हैं। Reliable services provided by local delivery, address removal and transport Hobart. Phone 0417 370 400 for removal or transport of your goods in the greater Hobart area. info@abrasremoval.com.au. After having this short commercial break, let's enjoy the video. The content in this video is all about my granny's 5th generation. Hopefully you guys enjoy it. हो र अनि किन पहिला पहिला बनाउनु अनि पो काट्नु त अनि के काट्नु यो फुर्का अनि बिला काट्नु अनि बनाउनु अनि बान्नु अनि पो त्यसले स्याप स्याप काटेर अनि फुरुक 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 हुन्छ त अनि खै कोही मैले जानिन अनि के अनि त्यति भए भयो होस् न होस् नै आयो के खानु भइसक्यो म त अनि वहाँ सरखण्ड अनि सिमल आलु उसिन्देको छु त अनि आलु कहाँ आयो परबाट हाम्रो कसरी हिजो हामीले खने रोपेको क्या हो अनि कसरी झन् हामीले रोपेको भन्छु कसरी कसरी हेर्नु है कान्छी दिदी यहाँ आमाको मुजात्रको फुर्काहरू को छ आज होइन यहाँ दिदीसँग तिमी र म गफ गरेको पठाउने दिदीले कान्छी दिदीले सोध्दैछ आमा के गर्दैछ भनेर ल अब यहाँ भन्नु केही कुरो म अब पठाउँछु यहाँ अब त्यहाँ यहाँ बोल्नु पो पर्यो त म हेर्दै भन्छ नि बाबा यहाँ भिडियो पो बनाएर अनि पठाउने हो त के झन् भिडियो बनाएर पठाउने भने के पो भन्छ के भन्नु र अन्त राम्रो गरेर बस्नु भन्नु नि अब के भन्नु म आउँछ भन्नु अब कसरी आउनु सक्छ म आउँछ भन्छु आउँछ भन्छ ल है दिदी मैले यहाँ हामीले भिडियो बनाएको छ होइन यहाँ भयो त बेसी त उहाँ जानु सक्दैन म जाँदैन नि त उहाँ यहाँ 1-2 मिनट भइसक्यो अब यति नै पठाइदिन्छु ल म ल तपाईँ भर्खरको हुनुहुन्छ नि त हामी डुल्नु गएको भन्नु त हामी डुल्नु गएको अब जाने भन्नु न डुल्नु जाने भन्नु डुल्नु जाने अब अझै म त निकै दिन यो छेपारी यता घाम लाग्यो भने तातो हुन्थ्यो यो बुढा डाँडा पोपीमा मेरो जस्तै भयो होला मलाई आमा गऱ्यो त बिस्तारै हिँड्नु दाजुको घर आइपुग्नु पुग्यो हो कसरी गाउँछ नि फुटाएर कुद्नु अब बिस्तारै कुद्नु खोज्छ कुद्नु खोज्छ है
काममा पार अब मलाई दिनै पछि होइन भने अलिक टकडा हुन्छ कि कुर्ता फ्याङ्रो भइगयो हिँड्नै हुँदैन कि ड्याङ 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 गरेर पन्ड्याङ पन्ड्याङ गरेर बसिरहेर यस्तो दुखेको दुख्यो खै बोजूलाई ए बोजू यता हेर्नु त यता हेर्नु नि हेर्दिनँ ल यहाँ ल सबै समात्यो यता 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 मुनि जाँदैन मुनि बहिनीले लिएर हिँड्दैछ यताउता कता यता घुम्नु भारी आयो बुहारीले टुलाउँदैछ बोजूलाई बुहारीले म सिकाउँछ भन्थ्यो यही हो यो चाहिँ यही सिकाउने किन होइन उतै राख्नु नि गाडी आउँछ नि होइन गर्दैन होला बुहारीले ठिकै छु त ठिकै छौँ को दाजु दिलमा जय मसी है बहिनी जय मसी हो नि ए आउनु नि यसो त्यति गरेर ए थिस्टेलको मान्छेहरू त अहिले त हिजो त बिहा गर्नु के गर्नु छिटो हो त के छ आमा त्यहाँ के छ त्यहाँ फकुलो छ अन्त के छ त्यहाँ opening mean is equal going on praise the Lord यहाँ ढुङ्गी छ ए सबै पाहुनाहरू छ त दाजु नि यहाँ हेर पाहुनाहरू मात्रै छ त कति राम्रो रहेछ त्यो बुलाको त हेर न यहाँ सबै पाहुनाहरू अनि त्यहाँ यति गरिरहेको सबै पाहुनाहरू आमा कता नलाउनु यो चोर लाग्छ नलाउनु राख्नु ए बुलाको लाउनु नलाउनु म त चोरदेखि साह्रो डर लाग्छ कि लुकाउनु बुलाकी लाउनु पर्छ चोर त लागिहाल्यो चोर त बोकेर हिँडी पो जान्छ त ए यहाँ ढुङ्ग्री खै यो ढुङ्ग्री हेरौँ त आमा कत्रो
चाहिँले को के अरे माई छोरीले बिहालेर बनाएर सानो 5 आनी भरको अरे हुन्छ ठुलो लाउनु हुँदैन अब यहाँ ठुलो लाउनु हुँदैन चोरले देख्छ यी म त के पनि लगाएको छुइनँ राखेको लुकाएको राखेको ल पानी पर्छ होला कि पानी पऱ्यो भने के हुन्छ Agam and Guru. 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 Oh my god. Agam and Guru. Agam and Guru. Agam and Guru. Agam and Guru. Agam Guru. Agam Guru. Wait. Agam Guru. Agam Guru. Agam Guru. Video गरेर थाहा पाउनु भयो Agam Guru. Agam Guru. Agam Guru. Agam Guru. स्तनपान गर्नुहुन्छ त्यो जेसिकाको मोमो